एउटा संस्कारको हिसाबले नि बताउनु भयो र सातौँ कुरा चाहिँ यसलाई व्यावहारिक गर्दाखेरि चाहिँ जीवनयापन हुने मार्गहरू सबै छ त्यो सबै कुरा बताउनु भयो यसरी मञ्जुश्री स्वयं आफूले नै सबै कुराहरू तयार गरेर यो आजभन्दा 5 दिन अगाडि प्रतिपादको दिनदेखि 5 दिन आजको दिनसम्म उहाँले बताउनु भयो र आजको दिनसम्म बताउँदा अनि आजको दिन चाहिँ के पनि बताउनु भयो त भन्दाखेरि उहाँले अन्तिममा चाहिँ आजको दिनमा चाहिँ कृषि सम्बन्धीको कुरा विज्ञान सम्बन्धीको कुरा अनि व्यवहार सम्बन्धीको कुरा गर्दाखेरि पहिलो कुरा हाम्रो गाउँघरमा के भन्ने चलन छ भने श्री पञ्चमीको दिन चाहिँ खेतीपाती लाउनुपर्छ बिउहरू रोप्नुपर्छ भनेर एउटा रोप्ने चलन पनि छ है कृषि ज्योतिष शास्त्र भनेको यो नै हो परम्परादेखि हाम्रो गाउँघरमा रहेछ नि त होइन एउटा मकैको भयो भने बिउ छर्नुपर्छ केही न केही बिउ छर्नुपर्छ आज चाहिँ भन्ने चलन आजको दिनमा छ र कृषि ज्योतिष शास्त्र भनेको त्यो रहेछ अनि अर्को चाहिँ अब पढ्ने भाइ बहिनीले चाहिँ आज कलम लिएर आफ्नो नाम र उद्देश्य लेख्ने भविष्यको उद्देश्य के हो नयाँ कलम लिने कपी लिने नयाँ कलम लिने अनि आफ्नो नाम लिने अनि म फलाना वर्गको फलाना मान्छे भनेर नाम लियो अनि भविष्य मेरो उद्देश्य यो हो यति हो यो कुरा यतिसम्म पुरा गर्ने भने यहाँ लेख्ने आजको दिनमा तर मञ्जुश्रीलाई शिर उपार गुरु सम्झेर लेख्ने किन मञ्जुश्री चाहिँ खगोल शास्त्र विज्ञानवाद उहाँ चाहिँ विज्ञानको विषयमा वैज्ञानिकको विषयमा संसारको भूभ्रमण विषयमा आज जनाएको कारणले विद्यार्थीहरूले चाहिँ त्यो गर्ने पढ्नेहरूले चाहिँ त्यो गर्ने है अनि किसानीहरूले चाहिँ आज केही न केहीको बिउ रोप्ने फुलको बिउ रोप्ने कि अन्नको बिउ रोप्ने कि भए फुलको बिउ रोप्ने अन्नको बिउ रोप्ने केही न केहीको बिउ रोप्ने आज त्यसको अर्थ चाहिँ आजदेखि चाहिँ वृद्धि भएर जाने धेरै राम्रो कुराहरू वृद्धि भएर जाने दिन भएको हुनाले त्यो रोप्ने अब अर्को चाहिँ किसानीहरूले फुलको बिउ बिरुवाहरू सँगसँगै अन्न बालीको केही न केही बिउ बिरुवाहरू रोप्ने आजको दिन हो रे अनि अर्को व्यापारीहरूले नयाँ सामान केही न केही थप्ने अलिकति आफ्नो पसलमा व्यापारमा थोरै चिज थपिराखिदिने व्यापारीहरूको चाहिँ यो हो रे अनि जागिरहरूको चाहिँ के हो त भन्दा जागिरहरूको चाहिँ आज हाम्रो जागिरको चाहिँ शुभ दिन शुभ राम्रो सम्झेर अब जागिरमा चाहिँ राम्रो उन्नति होस् पद उन्नति होस् भन्ने सम्झेर एउटा जागिरको क्षेत्रमा पनि त्यसरी चाहिँ राम्रो कामना गर्ने दिनहरू सबै कुराको सबै विषयमा सबै कामको सुरुवात गर्ने नयाँ विषयले सुरुवात गर्ने दिन चाहिँ आज भएको हुनाले हामी धार्मिकताहरूले चाहिँ के गर्ने त धर्मको नाममा बत्ती बाल्ने पुण्यको नाममा बत्ती बाल्ने पितृहरू मुक्त गराउने होइन अनि पितृहरू मुक्त गराउने अनि हामीले चाहिँ दीर्घायुको हामी आफू लगायत हाम्रो घर परिवार सबैको दीर्घायुको कामना गर्ने अनि त्यस पछाडि चाहिँ दीर्घायुको सँगसँगै